पनि खान्छस् भात ल खा खा अझ खान्छस् भात ल खा यही खोजिदियो भने पहिले यही खोजिदियोस् दाउरा लिन्छ भित्र आगो फुको भने एउटा दाउरा ठुलो छैन तैँले नलिएर तेरो बाउले ल्याइदिन्छ जताका उतै समय खेर फालेको हुन्छ ऐ नभयो कि लास पसे कि जति भन्दा नि लाग्दैन तँलाई तँ जस्तो आइमै त मैले अहिलेसम्म देखेको थिइनँ थुक्क तेरो जिन्दगी आहा कति राम्रो केटी हो यो गाउँको बारे यसलाई सोध्नुपर्छ के हो मलाई त केही पनि थाहा छैन यसलाई थाहा हुनुपर्छ सोध्नु पर्यो यसले भन्छ कि भन्दिन फेरि जेसुकै होस् यसले नभने नि म सोधिहाल्छु हजुरलाई एउटा कुरा सोधौँ कि भनेको भनिदिनुहुन्छ हजुर के होला भन्नु न भन्नु म पनि यो ठाउँमा नयाँ मान्छे हुँ यहाँ गैरी गाउँ अधिकारी घर चाहिँ कहाँ पर्यो होला बताइदिनुहुन्छ हजुर गैरी गाउँ त यही नै हो तर अधिकारीको घर चाहिँ मलाई खासै थाहा भएन म पनि यो ठाउँमा नयाँ आएको यसो बाटो पऱ्या भएर मात्र हजुरको घर चाहिँ कहाँ हो र के कति कामले आउनुभयो आउनु त म टाढैदेखि आएको उहाँ मेरो आफन्त पर्नुहुन्छ र सोध्दै खोज्दै आएको नानी यहाँसम्म त आइहाल्नु भयो गैरी गाउँ त यही नै हो यहाँ सोध्दै खोज्दै जानु न थाहा पाइहाल्नुहुन्छ नि अहिलेलाई म चाहिँ लाग्छु है मलाई चाहिँ अलि हतार छ ल त नानी ओहो दाइ बाउजू आउनुभयो म चाहिँ अघिदेखि तपाईँले कुरेर बसिरहेको छु कहिले आउनुहुन्छ भनेर यहाँ आउनु एकछिन कुरा गरौँ के कामहरू कान्छा कस्तो भोक लागेको थियो
पहिला खाना खाएर कुरा गर्नु पायो भने आउनु न एकछिन तपाईँहरूमा छोटो सल्लाह गर्नु छ कि बरु भाउजूले खाना पस्किँदै गर्नुहुन्छ तपाईँ आउनु न ल जाऊ तिमी गएर खाना पस्किँदै गर म एकछिन के कुरा हो गरेर आउँछु है कान्छा भन् के कुरा हो कुरा के भने नि दाइ अब अस्ति त्यत्रो सल्लाह गरिहाले दाजुभाइले अब केही गर्नुपर्छ भनेर कहाँ चाहिँ के गर्ने त अब बारीहरू सबै बाँझै छ तल गएर खेत पनि पुरै बाँझो छ माथि पाखाबारी पनि पुरै बाँझै छ न त कता गरेर राम्रो होला के गरेर राम्रो होला तपाईँ भन्नु नि त मलाई त त्यति धेरै थाहा पनि छैन खासमा लगाउने चाहिँ के हो प्याज टमाटर लगाउने हो कि आलु सिमी तरकारी हुन्छ नि के चाहिँ गर्न मन छ त हजुरको विचारमा भन्नु नि त अब अहिले यो टमाटर लगायो भने त्यसलाई अब टनेल सनेल बनाउनु पर्छ दुनियाँ दिवाना गर्नुपर्छ त्यो गर्नु अहिले अलि सम्भव छैन बरु गैरी खेतमा अलि सेपिलो पनि छ धेरै पनि छ गैरी खेत भए त्यहाँ हामीले अहिले आलु लगायो भने एकदम राम्रो फल्छ अनि त्यसले त हामीलाई धेरै फाइदा हुन्छ नि कान्छा बरु अहिलेलाई आलु नै लगाउनु के छ विचार तेरो ठिकै छ नि त दाइ मेरो विचार त के हुने र मैले वास्तवमा हजुरसँग बुझ्न खोजेको नि यही हो अब टमाटरलाई त अलिक खर्चिलो बढी पनि होला होइन बरु आलु रोप्यो भने सजिलो होला ठिक छ तपाईँले भनेको नि ठिक छ बरु यसो भोलितिर बजारतिर गएर आलुको बिउ ल्याइहालौँ न हजुर जानुहुन्छ कि म जाने अब यसो गरौँ भाइ त अलि छिटो छरितो पनि छस् त बजारतिर गएर आलुको बिउहरू यताउति लिएर आइज अब फेरि त्यत्रो खेतबारी जोत्नलाई अलि धेरै मान्छे पनि लाग्छ म यसो गाउँतिर गएर 2-4 जना खेत जोत्ने मान्छेहरू पनि खोज्यो अनि त्यसपछि गरौँला नि त हुँदैन फेरि हामी दाजुभाइले मात्रै पनि त्यत्रो खेतबारी जोत्नु सक्ने कुरा पनि हुँदैन त्यही भएर म गाउँतिर गएर 2-4 जना मान्छेहरू खोजेर ठिक पार्छु नि त हुँदैन ए ल हुन्छ दाइ मैले भन्न खोजेको गर्न खोजेको सल्लाह पनि यही नै हो बरु तपाईँले अहिले भोक पनि लागिसक्यो होला बाबुजीले खाना खोजिसक्नुभयो होला खाना खाऊ खाना खाएर म बिउ लिन जान्छु नि बजारतिर हुन्न ल भात पस्किने त भाउजू नै त होला नि अब तेरो बुढी कता गयो त जाउँ है खाना खाऊ जाऊ न कहाँ नु बुवा यसो खेतबारीतिर हेर्न जान लाग्यो अब त्यत्रो काम गर्ने भनेछ कहाँ गर्दा राम्रो हुन्छ हेरेर आउनु पर्यो भनेर जान त जा हेरफेर गरेर त्यही त भा जान त जानी फेरि त्यत्रो काम गर्नलाई यसो 2-4 जना मान्छे पनि त खोज्नु पर्ला नि फेरि अब हामी 2 जना दाजुभाइले मात्रै गर्न सक्ने कुरा भएन क्या अब दाजुभाइ छौ 2-2वटी बुहारी छन् अब के कति सकिन्छ सकेसम्म आफैले गर्नुपर्छ दुनियाँलाई हारगुहार गरेर खर्च गर्नुभन्दा आफ्नै परिवार मिलेर गरेको राम्रो हुन्छ मेरो विचारमा छोरा अब कुरा त ठिकै हो बुवा तर पनि फेरि यत्रो वर्षौँदेखिको बाँझोबारी हामीले मात्रै गर्नु त गाह्रै होला नि फेरि लौ न त लौ अब तिमीहरू छोराहरू नै जान्ने सुन्ने छौ हामी बुढाबुढी त अब काम गर्न नसक्ने भयौँ अब तिमीहरूले जस्तो जानेका छौ त्यस्तै गर ल हुन्छ बा अब पहिला गएर हेरौँ अनि त्यसपछि के हुन्छ त्यही गरौँला नि त ल त्यसै गर
तिमी? ए हजुर, म हजुरलाई नै कल गर्ने तयारीमा थिएँ। अनि बेबी, हजुर कसिएर कहाँ हिँड्नुभयो? यसो उतातिर गएर सेपरेटमा बसेर केही कुरा गरौँ न। म पनि त तिम्रै प्रतीक्षामा थिएँ डार्लिङ। संजोगले आज भेट भयो। ओ माई गड। अनि तिम्रो के छ त? ठिकै छ नि बेबी, बरु हजुरको के छ भन्नु त? सदा कल नगर्नु भन्दा पनि कल गरेर सताउने मान्छे आजकल त वास्तविस्तै छैन त बा। होइन के हो पारा, के आजकल मन अन्तै सारिसक्नु भएर? ए लाटी, के तिमीलाई त्यस्तो लाग्छ? म तिमीलाई बिर्सन सक्छु? यो हुनै सक्दैन। अभिषेकले त्यस्तो कहिले पनि गर्न सक्दैन, किनकि तिमी त मेरो मुटुको टुक्रा हो डार्लिङ। खै मलाई त शङ्खै लाग्न थाल्यो तपाईँको पारा देखेर। ला, यसले कतै आखिरतिर मेरो बारेमा त थाहा पाइने। मलाई त त्यस्तो लाग्न थाल्यो यार। अभिषेक, हजुर किन टोलाउनु भएको यसरी? धेरै भयो हजुर टोलाउनु भएको। हे, तिमी पनि के सोच्छौ? म तिम्रै त हो डार्लिङ। तिमी ढुक्क हो के? बरु हाम्रो कामलाई कसरी सक्सेस पार्नुपर्छ त्यतातिर सोच्नुपर्छ के डार्लिङ। तिम्रो र मेरो प्लान सक्सेस भयो भने तिमी र म एक भएर यो पाखै बस्ने गाउँ छोडेर सहरको महलमा बस्नुपर्छ डार्लिङ। बुझ्यौ डार्लिङ? दायाँ बायाँ नो कमेन्ट, ओके? त्यस्तो केही पनि सोच्नु पर्दैन तिमीले। तिमी पनि जाऊ, म पनि जान्छु। यो दुनियाँ हिँड्ने बाटो हो, कसैले देख्यो भने नराम्रो सोच्ला। ल ल हुन्छ, म जुनसुकै बेला पनि फोन गर्न सक्छु। त्यतिखेर हजुरले रिसिभ गर्नु नि ल। कोही आए जस्तो छ, तिमी पनि जाऊ, म पनि जान्छु। बाई। गौरी, कहाँ जान लाग्यो तिमी? कहाँ हुनु र दाइ? त्यो पर कान्छा बाको घरमा गाई बाख्रालाई घाँस लगाइदिउँ कि भनेर जानु लाग्यो। नगरौँ भने पनि नहुने, बुढाले हराएर गएको छ, त्यही भएर जान लाग्यो। अनि कता हिँड्नुभयो त दाइ तपाईँ चाहिँ? म माथि डाँडा गाउँसम्म पुगेर आएको नि गौरी, सानो काम थियो। त्यति टाढा गएर आइयो, मान्छेसँग भेट पनि भएन, रित्तै फर्किएँ म। के गर्ने त गौरी, छरछिमेकमा कहिले काम लाग्नु परिहाल्यो। दुःख नमान, यति काम त गरिदिनु पर्यो नि। कान्छाबाको घरमा कोही हुनुहुन्न फेरि? त्यो त हो दाइ, के गर्नु त, म पनि घरमा एक्लै छु। मेरो पनि त घरमा काम भ्याइ नभएछ, बुढोले भनिहाल्नु भयो, नगरी पनि नहुने। अनि के कामले जानुभएको थियो त डाँडा गाउँसम्म तपाईँ चाहिँ? काम अलि जटिल नै छ गौरी पनि मेरो। तिमीलाई भनौँ भने सबै कुरा कसरी भनौँ, त्यही जग्गाको सानोतिनो काम थियो, त्यही भएर गएको थिएँ। जग्गा रे? कसको जग्गा दाइ? जग्गा त उता मुखियाहरूकै हो। अब जग्गा राम्रो छ भन्दा सुनेको थिएँ, त्यही भएर यस्तो राम्रै मिलेको रहेछ भने आँट्दिउँ कि भनेर म त हेर्नु पो गएर आएको त गौरी। तपाईँलाई यहाँ पनि त के नपुग्छ र साल दाइ? किन अनि अर्काको गाउँमा जानु पर्यो? अब यहाँ नपुग्दा त केही पनि होइन,
राम्रो जग्गा फेरि सधैँ पाइन्न पनि पाइँदैन। अब पाएको बेला लगिराख्यो भने पछि छोरा नातिलाई पनि त काम लाग्छ नि गौरी। त्यही भएर पो हेर्न गएको म त। यहाँ नपुग भएर जान खोजेको होइन गौरी। तपाईँले भन्नुभएको पनि ठिकै हो हुन त। तपाईँ आफै विचार गर्नु न के गर्दा राम्रो हुन्छ त्यही गर्नु न। ल ल अब मान्छे भेटियो भनेर कुरा मिल्यो भने त लाने नै हो। कान्छाबा कहिले आउनुहुन्छ केही थाहा पनि छैन। गाईबस्तुको राम्रो हेरविचार गरिदियो है। अब तिमीलाई गाह्रै भयो भने यसो मलाई भन न, म पनि सघाउन आइदिउँला के अरे है त। ल ल हुन्छ नि सधैँ म भन्छु नि, मलाई गाह्रो नै भयो भने त। अहिले म जान्छु सधैँ। ल गाह्रो भयो भने भन्नु नबिर्स है। ल सुन्तला त साह्रै रसिलो रहेछ बुढी। सिजनको हो नि त, त्यो भएर गुलियो छ। जेठी बुहारी, ए जेठी बुहारी यहाँ बाहिर आऊ त। सुन्तला त कस्तो मिठो छ, अरू नि भयो ल्याउ न खाऊ, कस्तो रसिलो रहेछ। सुन्तला अरू छ कि भनेर ल्याऊ भनेको। सुन्तला त भ्याइयो आमा, त्यही पनि हजुरहरूले चाख्नु होला भनेर 2-4टा दाना राखिदिएको थिएँ। ए हो र, बाले पनि साह्रै मिठो मान्नु भएको थियो। तँ जेठो कहाँ गएछ? ती दाजुभाइ नै कहाँ गएछन् तिमीलाई थाहा छैन बुहारी? दाजुभाइ सल्लाह गर्दै हुनुहुन्थ्यो आमा। देवर बाबु आलुको बिउ ल्याउन जाने कुरा गर्नुहुन्थ्यो। हजुरको छोरा बारीतिर जानुभयो होला। हो बारीतिरै जान लाग्यो हो। मैले त्यहाँ बाटोमा भेटेको थिएँ, कहाँ जान लाग्यो भने बारीतिर जान लाग्यो भन्थ्यो। हो छोराहरूले त राम्रो काम गर्न लाग्छन्, म त साह्रै खुसी छु। देखिस् बुढी, अब यत्रो सम्पत्ति बाँझो भयो खेर गयो भनेर भन्थे नि, अब छोराहरू चाहिँ नि काम गर्ने भएछन्। खुसी लागेछ मलाई त। अब आफ्नै छोराहरूले गर्ने भएपछि दुनियाँलाई रजाइ गर्न किन दिनु? ठिकै छ नि बुढा, यत्रो सम्पत्ति अर्काले रजाइ गरेको थियो, आफ्नै छोराहरूले मिलेर गर्न लाए। म त कति खुसी छु नि। छोराहरू भएपछि त जति सम्पत्ति भए पनि खेर जाँदैन नि बुवामा। मान्छेको छोरा नभएर त छोरीले कति गर्छ भने छोरा त झन् वंश धान्ने जातै हो नि। कति बुझेकी छिन् मेरी बुहारीले, मलाई त्यसै मन परेको हो र। ल ल बुहारी, तिम्रो पनि कामधन्दा के छ यहाँ मिलाएर गर। मेरो त्यहाँ सानो बैठक छ, म त्यहाँ बैठकमा गएर आउँछु। के हुने हो, कति बेर लाग्ने हो, त्यो अलक्षिणाइ कतिखेर आउने हो। ल म त जान्छु। ल तपाईँ पनि कता जाने हो है?
हजुरको दियोर कहाँ जानुभएछ देख्नु भएको थियो? झन् आज काम थियो, घरमै हुनुहुन्न भने। थाहा होला नि दिदी हजुरले कहाँ जानुभएको भनेर। खै त बुढी भएर आफ्नो पोइको बारेमा नथाहा पाउने, मलाई चाहिँ के थाहा छ? मलाई सोध्न अलिकति नि लाज छैन तँलाई? यसमा लाज मान्नु पर्ने मैले त्यस्तो के नै भनेको छु र दिदी? त्यस्तो केही भनेको छु जस्तो त मलाई लाग्दैन। चुप लाग, अहिले धेरै मुख नचला, अहिले मुख सुख च्यातिदिउँला नि नकचरी। होइन, हजुरले र आमाले जहिले पनि मलाई यस्तो व्यवहार किन गर्नुहुन्छ दिदी? मलाई जति भन्दा नि लाग्दैन? अहिले यही खोजेकी होइनस्? तेरो मुख सुख च्यातेर अहिले यही खोजेको छैन? यही खोजेकी होइनस् तैँले? यही खोजेकिस्। परपर बोलिराख्नु तेरो मुख यही होइन? बल्ल भेटिस्? हेलो कान्छा। हेलो कान्छा। अमुरे के भयो भन त? हजुर कहाँ जानुभएको? मैले कति खोजेँ, अनि फेरि सानो काम पनि थियो, त्यही भएर। ए हेर न बुढी, म त तिमी पनि खै बिहानै कता निस्किहालेछौ के अरे? अब आउँछौ कि भनेर कत्रो पर्खे, आउन ल्यागहरू आएन। अनि म त दाइ बाबुसँग खाना खाएर दाइ बाबुले भनेर बाहिर निस्किहालेँ। भर्खरै आधी बाटोमा आएको छु। अब अहिले फर्किने कुरा पनि भएन, एकछिनमा साथीले कल गर्नु पर्ला भनेको। ए गइहाल्नु भएछ? ल ल छिटो गरेर आउनु होला बरु। बुढी के भयो, किन रोको तिमी भन त? होइन होइन, केही पनि भएको छैन मलाई। केही नभएर हुने खालको मान्छे त होइन तिमी। त्यस्तो केही पनि सोच्नु पर्दैन हजुरले। मलाई थाहा छैन र तिम्रो बानी कस्तो छ भन्ने कुरा। मैले भने त केही पनि भएको छैन मलाई। कति पिर लिनु भएको? मलाई सब थाहा छ। मैले एकछिन घर छोड्न हुन्न, घरमा फेरि अडाएको मचिहाल छैन। खास के भएको भन मलाई। जे भए पनि मलाई केही भन्ने मान्छे होइन तिमी। यही बानीले त दुःख पाउँछ नि तिमीले। आफ्नो काम गरेर राम्रोसँग। अब भने म आउँछु, अनि आएपछि सल्लाह गरौँला नि है। हस् हुन्छ, राखेँ है। ल ल ल, पिर नगरी बस्छ भरेसम्म। अनि भरे म आउँछु, अनि सल्लाह गरौँला चाहिँ पनि है। ल ल बाई।
ओहो को रहेछ भने त यो काले पो रहेछ। आमामामा हेर यत्रो वर्षपछि आएको। आजकल त केटाहरू के भएको? ओहो हर्लक्कै बढेर दारी सारी पालेर झ्याप्प। ओहो दाइ नमस्कार। मैले त तपाईँलाई नचिनेर आफ्नै बाटो हिँडिरहेको थिएँ, धन्न तपाईँले बोलाइहाल्नु भएछ। अनि यत्रो वर्षपछि आएको, फेरि जाने गरेर आइस कि बस्ने गरेर आइस? अनि पढाइ त सकिस् होला के अरे? पढाइ त सकिहाल्यो नि दाइ। अब जति पढे पनि हामी गाउँले मान्छेहरूलाई खाडी मुलुक नगएर हुँदैन, के गर्नु, जानु त पर्यो बाहिर। खाडी मुलुक त भनिस् होइन, के विषय लिएर पढाइ थिएछ र तैँले त्यस्तो? अब पढ्न त राम्रै विषय लिएर पढेको हो दाइ। अब हेरौँ आफ्नो भाग्यमा के छ, नभए जानु पनि पर्ला। अनि दाइ यो बाँझोबारीमा के गरेर बसिराख्नु भएको छ त? अब यसो जोतखन गर्न आउनुभएको हो भने पनि गोरुहरू हलोहरू त केही देख्दिनँ त दाइ। जोत्न त आएको होइन भाइ, तर पनि अब यसो विचार गर्दैछु यहाँ केही लाएर यसो हुन्छ कि भनेर। हो नि दाइ, यत्रो बारी बाँझो राख्नुभन्दा जोतखन गरेर केही गरेको राम्रो। आफ्नै बारीमा केही गर्न सके झनै राम्रो हुन्छ दाइ। हो नि भाइ, अब यत्रो आफ्नै बारीमा केही गर्नु सके त राम्रै हो नि, त्यही विचार गरिरहेको छु मैले नि। तँ पनि घर जान लाग्यो जस्तो छस्? ल हिँड्न त, म पनि घरतिरै लाग्छु। ल त ल दाइ, सँगै जाऊँ, मलाई पनि घरसम्म जाने साथी हुन्छ। जेठी आमा, ए काले त सानो बेलामा बजार गएको थियो, यत्रो ठुलो भएर आएछ, चिन्नै नसक्ने भएर। आएँ नि जेठी आमा, सन्चै हुनुहुन्छ? जेठी आमा ढोगरे भाग्यमा नि भइस। त मात्रै आइस कि बा आमा पनि आए त? के छ सन्चो बिसन्चो? हजुर सन्चै छ जेठी आमा, बुवा मम्मीलाई पनि। म मात्रै एक्लै आएको हो, भाइ बहिनीहरू सानो छ। बुवा मम्मीले भाइ बहिनीहरू हेर्दै हुनुहुन्छ। म चाहिँ पढाइ सकेर अब गाउँतिर आएको छु। अनि जेठी आमा, बसन्त दाइलाई त देख्दिनँ त। ठुल दाइलाई त तल बाटोमा भेटेको थिएँ, बसन्त दाइ कहाँ जानुभएछ त जेठी आमा? त अहिले आइस, ऊ फेरि बजार गयो। ए ल ठिकै छ जेठी आमा, मैले त बसन्त दाइसँग भेटिन्छ कि भनेर आएको, केही छैन बजार जानु भएछ भने पनि। साँच्चै जेठी आमा, बसन्त दाइको बिहे भयो त? भइसक्यो नि। ल त भर्खर आइस, तँलाई के थाहा र? ए ल बिहे गरिसक्नु भएछ बसन्त दाइले, मलाई त खुसी लाग्यो जेठी आमा। खुब खुसी भएछ, आफूलाई यहाँ कति रिस उठिरहेछ। ल किन रिसाउनु भएको त जेठी आमा? छोराले बिहे गरेको उपलक्ष्यमा त खुसी हुनुपर्ने हो नि त। ल ल जेठी आमा, ठिकै छ नि त, फेरि आउँदै गरौँ ल। मलाई पनि अलि हतार छ, म अहिलेलाई जान्छु है। जान्छौ भने जाऊ जाऊ। छोरी बाबा, हजुर यति राति भित्रै आउनु न। भाग्यमानी छोरी, सन्चै हुनुहुन्छ? सन्चै छु छोरी। हजुर बस्दै गर्नु न, त्यति यति पानी भित्र राखेर आएको त। ल ल अनि बाबा, आज कसरी आइपुग्नु भयो त? हजुरले त मेरो घर त हाम्रो घर देख्नु लाग्दैन त।
अब मेरो छोरीको घर पत्ता लगाउँदिनँ होला त म। जहाँ नौडाँडै पारी भए नि म खोजेर जसरी नै आइपुगिहाल्छु नि छोरी। अनि छोरी तिमी आउँछौ भने यत्रो बाटो हेरे तिमी आयौ न र तिमीलाई खोज्दै सोध्दै आए नि छोरी म यहाँ घरसम्म। त्यो चोट चाहिँ के भएर लाग्यो? चोट पनि लागेछ त तिमीलाई त। हेर्नु न बाबा, आउने त भनेको घर पनि यस्तै काम पर्यो, आउनै पाइएन। फेरि मलाई अलिअलि ज्वरो पनि आयो, त्यही भएर फेरि यता दिदी पनि बिमारी हुनुभएको। अब घरमा काम पनि फेरि त्यस्तो लथरिँदै थियो, त्यसैले आउन पाएन बाबा। यहाँ त चोट हल्का यस्तिकै ठोकिएर मात्रै लागेको, त्यस्तो केही पनि पिर गर्नु पर्दैन हजुरले। अनि छोरी ज्वाइँ पनि देखिनुहुन्न, ज्वाइँ चाहिँ कहाँ जानुभएको छ? खै के काम परेर बाहिर जानुभयो होला नि। बस्दै गर्नु न हजुर, एकछिनमा आइहाल्नुहुन्छ। उहाँ चाहिँ को हुनुहुन्छ त बुहारी? उहाँ मेरो बाबा हुनुहुन्छ बुवा, हजुरको सम्धी। ए सम्धी पर्नुभयो? नमस्ते। नमस्कार सम्धी, नमस्कार। भर्खरै आउँदैछु म त। अनि सम्धीज्यू कतिखेर आइपुग्नु भयो त? म नि भर्खरै आएको सम्धी हजुर, छोरीसँग कुरा गर्दै थिएँ। ल हजुर र बुवा कुरा गर्दै गर्नु, म भित्र खाना पकाउँदै गर्छु है। हुन्छ ल। घरतिर सबै सन्चै त हुनुहुन्छ होला, के छ कस्तो छ? अब के हुनु र सम्धी हजुर, म एक्लै हो, ठिकै छु भन्नु पर्यो। अहिलेसम्म ठिकै छु सम्धी हजुर। बरु हजुरहरूको के कसो छ? हामीलाई पनि सन्चै छ, खाने बस्ने खेतीपाती गर्ने, गाउँसाउँ छरिसकियो, तरकारी लाउने, यही त हो नि। सम्धी हजुरले त खेतीपाती गर्नुभएको छ, म त एउटा मान्छे, बुढो मान्छे, हलो जोत्न पनि सक्दिनँ, केही गर्न सक्दिनँ। यसो हल्लियो बसो, त्यही त हो नि सम्धी हजुर। अब यहाँ बाहिर जाडो छ, भित्रै बसौँ न सम्धी, भित्रै गफ गरौँ। अलि राम्रो राम्रो छान अलक्षी नै, भोलि बिहान बजार लानु छ। काम पनि कस्तो लस्याङ लुसुङ गरे कि भने अलिक फटाफट गर्न जान्दिनस्? के छोरी पाका हुन्, यसका माइतीले यस्तो लोसी।
अलक्षिना गलबुच्चै राखेर बसेकी छु मेरो छोरो मर्या त छैन नि त्यति एउटा पोते पनि किनेर लाउन सक्दिनस् अब पोते किनेर लाउनलाई त म कहाँ घरबाट फुत्किन पाएको छु र आमा अब यहाँ त नजिक वरिपरि कहीँ पसल पनि छैन अब किन्नलाई बजारै जानु पर्ने हो के अरे अनि बजार जानलाई टाइम पनि त हुनु पर्यो लखर 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 डुल्छेस् त चाहिने काममा त तँलाई कहाँ फुर्सद हुन्छ र अनि कान्छो कहाँ गयो नि खै अघिसम्म त ती बस्नु भएको थियो के अरे अब कहाँ जानुभयो मलाई के थाहा त्यही काम परेर जानुभयो होला त कतै यिनका तमासा नि अचम्म छ के काम पर्ने हो त्यस्तो त्यहाँ पर भिरा एउटा मुडो देखाएको थियो ल्याएर त्यो चिरे पनि यहाँ जाडोमा बाल्नुहुन्थ्यो खाना पकाउन सजिलो हुन्थ्यो काम नपाएर डुल्या छ कसैलाई भनिसाध्य छैन यो घरमा त अब हजुरले बेलैमा भनिदिएको भए त ल्याउनु हुन्थ्यो होला नि आमा खै अब कता जानुभयो अहिले आउनुभयो भने भन्नु होला नि भनेपछि त ल्याउनुहुन्छ होला नि म त्यहाँ तल भात खुवाइछ जानुपर्ने छ अब कान्छो कुन बेला आउँछ तैँले अराएर ल्याएस् त्यो ठुटो तैँले आएपछि भनेस् म जान्छु ए अझ घिचिरहेछस् हजुरहरूले सबैले खाइसक्नु भएछ अनि मलाई पनि भोक लाग्थ्यो अनि खानु लाग्यो ए तँलाई पनि भोक लाग्छ अनि खान्छस् भात ल खा अझ खान्छस् भात ल खा मैले के गल्ती गरेको छु र किन यस्तो गर्दै हुनुहुन्छ हजुर मलाई तेरो गल्ती यही हो